हर्क साम्पाङले 48 लाखमा बन्ने दार्चुलाको झोलङ्गी पुललाई 1 करोड 29 लाखमा पूरा गरेर दुनियाँलाई चकित बनाइदिएका छन्। दार्चुलाको पुलको डीपीआर 48 लाखमा परेको थियो। डीपीआर भनेको सामान्य रूपमा भन्नुपर्दा कुनै काम गर्दा लाग्ने अनुमानित खर्च हो। दार्चुलाको पुलको लागि खर्चको अनुमान गरेको थियो 48 लाख। तपाईले लाग्न सक्छ एउटा पुल बनाउनको लागि कति खर्च लाग्छ त? यो आर्टिकल हेर्नुस्। 280 मिटर लामो पुल बनाउनको लागि लगभग 60 लाख रुपैयाँ खर्च भएको छ। हर्क साम्पाङले लगभग 2.5 करोड रुपैयाँ चन्दा मार्फत प्राप्त भयो। हर्क साम्पाङले पुललाई श्रमदान गरेर सस्तोमा बनाउँदै थिए, जहाँ यातायातमा 28 लाख खर्च भयो, खानामा 16 लाख खर्च भयो, क्याब व्यवस्थापनमा 5,91,000 खर्च भयो। पुल बनाउने सामग्री किन्दा 55 लाख खर्च भयो र बाँकी विविध खर्चहरूले जोड्दा टोटल 1 करोड 29 लाख खर्च हुन आयो। यदि कुनै ठेकेदारले यो पुल बनाउन दिएको भए उसले 48 लाखमा बनाइदिने थियो, किनकि डीपीआर 48 लाखको थियो। तर हर्क साम्पाङले पुललाई श्रमदान गरेर सस्तो मूल्यमा बनाउँदा 1 करोड 29 लाख खर्च हुन आयो। तपाईले लाग्न सक्छ यो त सिधा ठगी र भ्रष्टाचार भयो भनेर। त्यो होइन, यो हो हर्कवाद। तपाईलाई हर्कवादको बारेमा थाहा छैन होला। मैले यो किताब राखिदिएको छु, यसमा हर्कवादको बारेमा डिटेलमा लेखिएको छ।